हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। मौसम हेर्नको लागि आए म छतमा। तपाईँहरूले आजको मौसम देखाउँछु। यस्तो बवाल छ कि तपाईँहरूले सोच्न पनि सक्नुहुन्न। हेर्न सक्नुहुन्छ पुरै हरियालीले भरिएको छ। मौसमसँगै इन्जोय गरेर फेरि आए रुममा लुगा लगाउन, ड्रेस लगाउन, त्यसपछि काममा जानुपर्छ। र फाइनली म काममा जानको लागि रेडी भइसकेँ। रेडी भएर बाहिर निस्किएपछि बाहिरको मौसम पनि यस्तो बवाल थियो। हेर्न सक्नुहुन्छ पुरै हरियाली, आज घाम पनि लागेको थिएन। आजको मौसम पुरै शीतलो छ। यस्तो मौसममा हामीलाई काम पनि गर्न राम्रो लाग्छ, गर्मी पनि धेरै लाग्दैन। र यही दुईजना भाइ मसँगै काम गर्ने। आज हामी के काम गर्छौँ र तपाईँहरूलाई सबै थोक देखाउने छु। हामी लगभग बजार पनि पुग्न लागिसके। मसँगै काम गर्ने छोटो भाइको पनि एउटा युट्युब च्यानल छ, सबैजनाले सब्सक्राइब गर्नु त्यो भाइको च्यानल पनि। हेलो गाइस, वेलकम टु छोटो गाइस। यहाँ राम मन्दिर छ, जय श्री राम। हामी सबैजना ढोगे र त्यहाँबाट निस्के। हेर्नु, यही हो राम मन्दिर, तपाईँहरूले पनि ढोग्नु ल। यो रातो बेबी कसैले चाहियो भने सम्पर्क गर्नलाई। र यो हो गोलबजारको ग्यालेक्सी सिनेमा हल। कसैले फिल्म हेर्न आउनु छ भने यहाँ आउनु होला होइन, साथी भएर। अहिले धमाल चलिरहेछ, सबैजना आएर धमाल मचाउनुपर्छ। र फाइनली हामी यो मार्केट हुँदै आइसके बजारमा। बजार हेराउँछु आज तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ गोलबजारमा अहिले विकास भइरहेछ, पूर्ण रूपमा धमाधम काम चलिरहेछ। त्यहाँ ब्रिज बनिरहेछ हेर्न। त्यस्तो वास्तव पनि यस्तो भिडभाड छ होइन। हामी यही बाटो सधैँ आउँछौँ र तपाईँहरूलाई आज यहाँबाट हेर्न सक्नुहुन्छ। यहाँबाट उतापट्टि त्यो बाटो क्रस गर्नुपर्छ, उतापट्टि हाम्रो काम गर्ने ठाउँ। हामी सबैजना सधैँबाट आउँछौँ, 3जना त हो। अनि यहाँबाट देखाउँछु, हेर्नु। यो यतापट्टि भइहाल्यो गोलचक्कर। र अनि यो स्यामसुङ लेखेको यो हाम्रो काउन्टर हो, यहीँ हामी काम गर्छौँ। यही हो, हेर्न सक्नुहुन्छ सी मोबाइल सेन्टर। हामी यहीँ काम गर्छु होइन। त्यो भाइहरू पनि यहाँ दाइ हुनुहुन्छ। ल हस्त, धन्यवाद। आजलाई यति नै।